म सक्छु शर्मिलाजी, तिमीलाई सम्हाल्न म सक्छु क्या। मसँग घरमा बुढी छ, छोराछोरी छ, अनि मसँग चाहिँ एक्सपिरियन्स छ क्या। हजुर साली, ए त्यस्तो दुध त म साउदीमा छु साली। यहाँ त अर्ना भैँसीको दुध चाहिँ जति खाए पनि हुन्छ क्या। बरु तिमीलाई पनि खान मन लाग्छ भने यता आऊ के, यता म भिजा पठाइदिन्छु के गाँठे। यहाँ त जति खाए पनि हुन्छ त नि, जतिखेर खाए पनि हुन्छ। यो चाहिँ हुनु पर्यो क्या फेरि। सुनमा खिया लाग्दैन भन्ने कुरा त सबैलाई थाहा छ नि यार। तर हजुरको चाहिँ यार काखीमा चाहिँ खिया लागे जस्तो लाग्यो हौ म त। के कसो हो गाइज, हजुरले के देख्नुभयो? ठ्याक्कै गुटुङ टुङ पारेर कमेन्ट ठोकिहालौ त। बात त सही हो। भागला अहिले कलौटे पारेर फेरि गाह्रो होला नि सोल्टिना फेरि। चटपटे मात्रै होइन हाम्रो सोल्टिनाको अरू के पनि चार्छ जस्तो लाग्यो हौ गाँठे मलाई त यार। हजुरलाई कस्तो लाग्यो? कुटुङ टुङ पारेर कमेन्ट ठोक्नु त गाइज यार। श्रीमान मलेसियामा पसिना बगाउँदै 9 लाख रुपियाँ लिएर काठमाडौँबाट श्रीमती 2 वर्षीय छोरीसहित हो। यही भएर हो कि गाइज मैले बार भन्ने गर्छु नि, पैसा पठाउनुहोस् तर जति आवश्यक छ त्यति मात्रै पठाइदिनु के। बाँकी भएको जम्मा गरेर पैसा चाहिँ आफ्नो अकाउन्टमा चाहिँ राख्नु के। घरमा चाहिँ श्रीमतीलाई चाहिँ एटिएम होइन चेक अनि चेक काटेर साइन गरेर चाहिँ नदिनु क्या। फेरि हजुरको पनि हालत त्यस्तै होला नि। के कसो हो? हजुरले फर्स्ट टाइम चाहिँ मोबाइल चलाउँदाखेरि कसलाई चाहिँ यस्तो भएको थियो गाइज? हाम्रो हजुरआमाले चाहिँ गीत त बजाउनु भयो मोबाइलबाट, तर गीत बन्द गर्न नसकेर नजानेको कारणले गर्दाखेरि उहाँले चाहिँ कुकुर प्रेसमा राखेर पुरा सिटी लगाइदिनु भयो क्या हो गाँठे। पुरा यो भिडियो हेरौँ त, सुरुदेखि अन्तिमसम्म हेरौँ त, मजा आउनेवाला छ क्या। एकछिन है गाइज, यहाँ हजुरआमाको चाहिँ पैसा गनाइ चाहिँ मलाई चाहिँ डह्रो मजा लाग्यो हो। हजुरलाई चाहिँ कस्तो लाग्छ होइन, सुरुदेखि अन्तिमसम्म हेर्नुहोस् न, पुरा मजा आउनेवाला छ कि गाँठे। कसो हो गाँठे? 71, 72, 73, 74, 75, 76, 77, 78, 59, 60।